Yo, what's up guys? It's me AJK. I hope you know me. अनि आज चाहिँ मेरो ब्लग बनाउनुको कारण के भन्दा चाहिँ आज चाहिँ म घर हिजो आएको थिएँ र आज चाहिँ गेस कहाँ आएको होला म चाहिँ लेमन टिप्न के अरे अमिलो टिप्न आएको छु हैन। अनि किन आएको भन्दा अर्डर आएको छ हाम्रो चाहिँ। मम्मी कति किलोको अर्डर अरे? 40 किलोको अर्डर आएको छ। सो त्यही भएर आएको। अनि कस्तो होला कपाल छोडेको भन्ने होला। किन छोडेको भन्दा आज बिहान नआएको मैले, त्यही भएर। अनि लेमनहरू हेर्न सक्नुहुन्छ अहिले चाहिँ धेरै सकिसक्यो, नत्र चाहिँ अब त सकिने बेला है मम्मी। धेरै सकिसक्यो तर बतिला चाहिँ हालेछ। अनि आज म पनि लेमन टिप्न आएको। लेमन टिप्दा ख्याल गर्नुपर्ने कुराहरू चाहिँ तपाईँले लुगा चाहिँ अर्कै खाली लाउनुपर्छ। ज्याकेट स्याकेट लाएर आयो भने ज्याकेट तानेर भ्रातब्रुत बनाइदिन्छ। मैले त्यस्तो लाएर आइहालेँ। हे कपाल बान्नु हुन्थ्यो साथीहरू है, किन नमानेको भन्दा चिसो छ, नआएको भन्दैछु त। एकैछिन कस्तो राम्रो देखेको। त्यही हो आजको भ्लग बनाएको कारण चाहिँ म लेमन टिप्न आएको भएर हो। तपाईँहरूले पनि लेमन हेर्नुहोस् घर बसेर, यस्तो हुन्छ लेमन खेती। यो चाहिँ लगभग 200वटा बुटा मम्मीले चाहिँ त्यहाँ टिप्दै हुनुहुन्छ। त्यो 300 कति हो क्या 300 होइन 250 हो कि त्यस्तै कति छ क्या। लेमन र यो चाहिँ बोरामा हाल्नु पर्ने हुन्छ हामीले। उल्टो बनाउने चिसो साह्रै। बाबाले कतिखेर भ्याएर स्कुलमा जाने भने कतिखेर बाबा के बनाइ के भन्छ आएर यति ठुलो 1 किलो 2 किलो जति होला। त्यही हो साथीहरू है, यहाँ बोरामा हामीले हालिसक्यौँ। आजको भ्लग चाहिँ मैले यतिमै समाप्त गर्न चाहेँ। अरू भ्लग चाहिन्छ भने कमेन्ट गर्नुहोस्। जाडो छ यहाँ एकदम। अनि साथीहरू मलाई झ्याउला भन्दा नि के टिप्ने कसरी टिप्ने टाइपको क्या। त्यही भएर मैले मम्मीलाई छोडेर आएँ। बिहान सुन्तला खानु हुँदैन है, घाँटी बिग्रिन्छ। बाबा नि आउसक्नुभएको छ त्यहाँ। यो साथीहरू अनि अब म चाहिँ के गर्छु भन्दा बाबा त जानुभयो मास्तिरै। हाम्रो वन मैले अस्ति नै यो पहिलाको भ्लग हो त्यही हो यो जङ्गलमा गएको चाहिँ। यो चाहिँ दाउरा अब बोक्ने हो। हेरौँ अब मुड के चल्छ मेरो। दाउरा बोक्छु त भनेको छु के अरे कस्तो छ काटिदिन्छु मैले। अनि मेरो भ्लग कस्तो लाउँछ तपाईँहरूलाई हेरेर रेस्पोन्स दिनुहोस्, कमेन्टमा भन्नुहोस् यस्तो छ यस्तो छ, यो मिलेन, एडिटिङ चाहियो एडिटिङ भन्नुहोस्। मलाई एडिटिङ कस्तो उठ्दिएको एडिटिङ आउँछ है फेरि। मलाई एडिटिङ आउने होइन। आजभोलि क्यापकटले न्यू खोज्यो भने त त्यो जे कुरालाई नि पैसा चाहिन्छ नि त त्यहाँ डलरले किन्न पर्छ है, के भयो। अनि मैले त्यही भएर चाहिँ एडिट नगरिकन हालिदिने, नत्र हल्का फनी टाइपकोहरू बनाउन सकिन्छ नि त। त्यही हो।
अब यो दाउरा बोक्ने अरे। अनि उता हाम्रो मितबाले चाहिँ बाख्रा ल्याउँदै हुनुहुन्छ त्यहाँ। यो साथीहरू अनि मैले चाहिँ भर्खरै एउटा लिएर आएँ। हेर त त्यस्तो सानो छ तर लास्ट हेभी यार, हुन त नबोकेको भएर नि होला। अनि हाम्रो मुनिहरू पनि छ। ओइ मुने हेर्दैछ होइन। यहाँको यता यो चाहिँ स्क्विज एकदम घोडा जस्तो घोडा टाइपको क्या, एकदम ज्याक लरक्क परेको। ओइ मुने हाम्रो सर यता चल्लाहरूले चाहिँ दाना खाने बानी बाँसको। अनि तपाईँहरूलाई चाहिँ यस्तो घरेलु कुराहरू बनाउन मन लाग्छ भने हाम्रो बाबाको फेसबुक हेर्न सक्नुहुन्छ। त्यहाँ चाहिँ पानी खाने त्यो बाँसको त्यो खानेकुरादेखि लिएर अनि तपाईँहरूको कस्तो भन्दा ल्याउँछ है। अनि यो हेर्न सक्नुहुन्छ, यो लेमन निचार्ने रस निकाल्ने क्या, यस्तै यहाँ थिच्ने, यहाँ चाहिँ हाल्ने लेमन यहाँ राखेर अनि यसले यसरी थिचेर अनि यहाँबाट तल झोलमा चाहिँ यस्तो हुन्छ। लालु फाते नुग्योतिर राम्रो छ नि त। अनि मैले भर्खर के थाहा पाएँ भन्दा बोक्दा मैले नुहाएको जनाएको छ, नुहाएको काम लाग्ला जस्तो छैन। त्यो माटो रहेछ। ऊ कहाँ हेर्नु न यहाँ फोहोर छ, यस्तो फोहोर हुन्छ। नुहाएको त मतलबै भएन नि। सो आई हेभ टु बी सेफ फ्रम डस्ट। र मैले यहाँ बोरा खोजिरहेको छु। काँध पनि दुख्छ नि त त्यत्रो बोकेपछि त। अरू चाहिँ होइन, मलाई लुगा फोहोर भयो भने त मतलब भएन, कपाल फोहोर हुनु भएन क्या। कपालको साह्रै माया लाग्छ मलाई त। र यो बोरा पाएँ, यो बोराको सपोर्ट ट्याक्ने यस्तै हाल्छु अनि बोक्छु होइन। बद्नु त पऱ्यो। फेरि दुइटै धोको क्या, दुइटै धोको। म नि आज नुहाएको मतलबै भएन त्यसरी त यार, त्यसरी त सकियो नि। त्यही हो, यो चाहिँ हाम्रो होम भिलेज यसरी हेर्ने हो। मेरो भ्लग कस्तो आउँछ तपाईँहरूको कमेन्टले के थाहा म मोटिभेट भएर डेली भ्लग पो हाल्छु कि पो हाराएको होइन। तपाईँहरूले खाना खानुभयो कि भएन? मैले त बिहान के खाएको भन्दा लट्टे भात, त्यो ब्राउनवाला गुलियो राइस, मिठो थियो दुधसँग। अब तपाईँहरूले मेरो भिडियो भात हेर्दै खानुभयो कि? अनि होइन नभए यतिकै झ्याउला र फिडमा आएर हेरिहालौँ न त भनेर हेरे हो कि? थकै लागेको यार। त्यो दाउरा सबै बोकेर सक्दिनँ होला मैले, डेन्जर हेभी छ। म त ढल्छु त। साथीहरू मेरो मुख बिग्रेछ है, गाला डन्डीफोर आएर। त्यसै कालो मान्छे झन् त्यो डन्डीफोरले झन् कालो बनाइदिनु रहेछ क्या। बिहान नुहाएको सिया भयो। यो चाहिँ मेरो होम भ्लग है, होमिज भ्लग। टाइटल के राख्ने भनेर सोच्दैछु म। अनि मम्मीहरूले 40 किलो लेमन पुऱ्याउनु छ कागती क्या। लेमन भनेको के हो भने कागती चियामा हालेर खाने हो, तरकारी सरकारीहरूमा हाल्ने, फर्सीमा हाल्ने, मासुमा हाल्ने। मासुमा कसले मासुमा हाल्छ भन्दाखेरि तन्दुरीहरूमा हाल्छ नि त, त्यस्तोमा। अनि हाम्रो दाइ पनि बाख्रा चराउनु त्यो त मास्ति जानुभयो।
त्यहाँ मासतिर त्यो बाँसको झ्याङतिर यो एउटा 3टा 4 5 6 7वटा रहेछ धेरै बोकेँ मैले यो एउटा त्यो 2टा त्यो एउटा 3टा धेरै बोकेछ 3टा सब सक्ने भए बाबा सरप्राइज हुन्थ्यो के अरे तर सक्दिनँ मैले र अब म बोकेर म घर पुगेको एउटा हाल्छु है त यो अनि मैले आएको पनि बोकेँ योसँग 2टा हुन्छ त्यहाँ कतिवटा थियो 7 9वटा थियो होइन 9वटा पिस 9वटामा एउटा लगाएँ यो एउटा बोक्दैछु अनि के तपाईँहरूकोमा चाहिँ के छ खबर I hope you all guys are doing well and लेट भए पनि विश यु ह्याप्पी न्यु इयर गाइज है भिडियो हेर्नेहरूको चाहिँ एकदम राम्रो होस् प्रगति होस् भिडियो नहेर्नेहरूको त हेर्न पऱ्यो नि त मेरो भिडियो मेरो विसेस पाउनको लागि त सो यु सुड वाच माई भिडियोज ओके भिडियो दह्रो लामो हुन्छ त्यही भएर म छोटो छोटो हाल्छु So guys, I have done 2 bundle त भन्दैन के भन्छ खै जस्तो एउटा दाउरा चाहिँ लगाएँ सकेसम्म पुरै कम्प्लिट गर्छु है सकेसम्म आजको काम मेरो त्यही हुन्छ अरू काम त त्यति छैन लेमन हो घरको काम त अब त्यो त छुट्टै भइहाल्यो 9वटा त्यो ठुल्ठुलो त मार्को डह्रो हेभी छ जस्तो लाग्यो पातल पातल त्यस्तो हेभी छ सकेसम्म चाहिँ म सबै कम्प्लिट गर्छु त्यति कम्प्लिट गरेँ बाबा हाम्रो मम्मी यस्तो स्ट्रङ हुनुहुन्छ एउटा काँधमा हालेर एउटा बोरा टिपेर सरी टु से गाइज तर मैले चाहिँ बेबस कारण त्यो बोक्न पाइनँ किनकि त्यो चाहिँ हाम्रो मात्रै होइन रहेछ त्यो चाहिँ अङ्कल र हामीले आधी आधी रहेछ भनेपछि 9वटा भनेपछि त 3 3 6 4 4 8 4वटा पाएँ नि 4वटा अनि एउटालाई अब त्यो जसले धेरै नि भयो एउटा त केस त्यस्तो रहेछ मैले 2टा बोक्दिसकेँ यहाँ त्यही हो भने सबै बोक्न परेन मैले सुख पाउने भएँ लाइन गयो होला नि तेरो हाम्रो घर बिरालो पनि छ ओइ ओइ सुरी र लेमन आएपछि चाहिँ हामीले यसरी पखालेर हेर्न सक्नुहुन्छ है ट्याक्क पानी हालेर ट्याक्क पखालेर अनि छानेर अनि बल्ल हामीले चाहिँ डेलिभरी गर्ने हो र यहाँ चाहिँ पपाया पनि थियो हाम्रो घर तर चराहरूले एकदम धमाधम अट्याक हानेका छन् सुगा जस्तो लाग्थ्यो है आएको त होइन र हरियो हरियो थिए त कहाँ हो त वाट्सअप गाइज अनि अहिले चाहिँ मैले यहाँ के गर्न लाग्छु भन्दा आइपिओ भर्न लाग्छु आइपिओ भर्नुभयो भने तपाईँहरू पनि फाइदामा जानुहुनेछ आइपिओ भर्नलाई धेरै केही गर्न पर्दैन 2टा अकाउन्ट चाहिन्छ तपाईँको मेरो सेयर अकाउन्ट र एउटा अर्को के अरे बाबा डिमेट अकाउन्ट चाहिन्छ 2टा अकाउन्ट भयो भने तपाईँहरूले पनि आइपिओ भर्न सक्नुहुन्छ आइपिओको कारोबार गर्न सक्नुहुन्छ आइपिओ भर्नको लागि जम्मा 1000बाट सुरु हुन्छ त्योभन्दा माथि अब आफ्नो जति सकिन्छ हाल्न त्यो अनुसार गर्ने हो 1000 चाहिँ एकदम बेस्ट नर्मल पर्यो भने पनि 1000को सुरु भयो भने कि अब 10 किताब भर्ने हो अब 1 किताको 100 अनि पर्यो भने अब कस्तोमा भर्नुभयो कस्तो परेको हो यसो युट्युबतिर हेर्ने अनि त्यही अनुसार तपाईँको स्टार्टिङमै वात्तै बढ्छ अनि बेच्छु भने नि पाइयो
राख्छु भने नि पाइयो, किन्छु भने नि पाइयो है। त्यही हो साथीहरू, त्यही भनिदिन आएको। तपाईँहरू पनि धनी हुनुहोस्।